चाहिँ क्याप हाइलाइट हुँदैछ आज। हामीले क्याप हाइलाइट सिक्दैछौँ। पहिला क्याप लाउने, यहाँको पनि यही आउँछ। त्यसले भएर यहाँ पहिला यहाँ गर्ने अनि यता गरेर यसरी हेयर निकाल्ने, क्यापबाट थोरै थोरै कपाल निकाल्ने। हामी सबै कपाल निकालेपछि फेरि देखिन्छ है त। एउटा दुईटा कहीँ छोड्नु, कहीँ मात्रै म्यामले यो टेलको पुच्छरले त्यो गुम्बा अन्जरमा त्यहाँ गुम्बासम्म छोडिदियो भने हुन्थ्यो नि, हामीलाई हिँडेर जान्थ्यौँ नि। यहाँ छेकिएर हो क्या क्यामेरा धेरै बेर बनाउने र घरबदी स्टप गरिदिउँ। क्याप लगाएर यसरी थोरै थोरै कपाल निकालिसक्ने। अनि अब हामीले यसलाई चाहिँ हाइलाइट गरेर लाग्छौँ। यहाँ चाहिँ येल्लो कलर लाग्दैछौँ। यो पहिल्यै बनाएर राख्नु भएन, कपाल त्यसरी रेडी गर्ने अनि बल्ल यो गर्ने बित्तिकै छिटो छिटो लगाइदिनु पर्छ। यो चाहिँ गरेर यहाँ यो क्रिम बनाएर राख्नु चाहिँ भयो है। पुग्छ बरु पुगेन भनेदेखि फेरि बनाउने, धेरै बनाउने अनि कलरहरू लगाउँछ कपाल हेरेर लगाउने कि यो चाहिँ। त्यो चाहिँ के हो? डेभलपर? यसको नाम के हो मिस? अनि त्यो पेस्टको दुलोको के? ब्लिच पाउडर र डेभलपर मिक्स गर्ने। चलाउँछ, त्यही भएर हातहरू पोल्ने क्यानी समस्या हुन्छ। उसको पनि स्किनमा एकदम राम्रोसँग हेरेर गर्नुपर्छ। यो चाहिँ मजाले हामीले मिक्स गर्नु पर्यो है। छोपिदिनुपर्छ है। यदि त्यो कपाल अलिअलि देखिन्छ केही हुँदैन। त्यसको पनि उद्दिनु त त्यसरी गर्न भएन। पहिला यो सबै रेडी गर्ने, एप्रोनहरू रेडी गर्ने अनि बल्ल प्रडक्ट बनाउने है। अनि चाहिएन अब एउटा नबिगारिकन नडराइकन बिग्रिन्न कलर त के बिग्रिनु के गरेको उता होइन, यो पहिला यो भ्याउनु न, यता भ्याउनुहुन्छ सेन्ट भ्याउनु न। एक लाइन चाहिँ सर्ट लिएर गर्नुको एकजनाले मात्रै लाउने हो, बाक्लो लगाइदिनु है नडराइकन। प्रेस गरेर लाउने नडराइकन। मजाको कपाल च्याप्पो पारेर चाहिँ फ्यार हो त्यसै च्याप्पो हातमा नै लगाऊ के हो त्यस्तो लगाऊ। जान्छ म्याम यहाँ कलर भएको छिटो आउँछ जस्तो हो न, छिटो यस्तो लाएर कलर देखिसकेछ है, फटाफट लगाइदियो। यसरी फोल्ड गर्छ, ठ्याक्क आधाबाट फोल्ड गरेर के यहाँ छ लास्ट कति छुटाएको कलर लाउँदा त्यो मिक्सै भयो भने चाहिँ ग्यारे उ अझै मलाई त्यस्तै भएको यो भयो भने चाहिँ खोलेर हेरिराख्नु पर्यो। ऱ्यापिङ पेपर भयो भने चाहिँ मजाले यतिकै देखिन्छ क्या। यो चाहिँ हामीले कलर आयो कि आएन चेक गरेछौँ। अझै आएन, एकछिन राख्नु। कलर आएको छ कि छैन म्यामले चेक गर्दै हुन्छ। कलर आएको छ म्याम?
कलर आयो है अझै भएन क्या है भएछ एकछिन यतिकै राखिदिनु है यो तातोमा छ नि त यो छुपेर राखेको छ बाबा हाम्रो यो बाहिरको टेम्परेचरसँग सेम हुनु पर्यो फ्याट्टा गरेर नुहाइहाल्नु भएन राख्नुपर्छ कि सिधै गरेर नुहाउनु सिधै गरेर नुहाउनु भएन कपाल ड्यामेज हुन्छ अनि हाम्रो फेरि माथि ट्याङ्कीको पानी तातो छ त्यो बाथमा गएर नुहाउनलाई माथिको ट्याङ्कीको पानी तातो यो चिसो पानीले नुहाइदिने है बाथमा नुहाउनु यसरी नुहाउने हाइलाइट गरेपछि कलर आइसकेपछि कस्तो राम्रो कलर देखियो त कलर चाहिँ राम्रै खालको रहेछ है ल दामी देखियो त दाइरे राम्रोसँग वास गर्ने त्यसपछि ड्राई गर्ने मजाले सुकाउने कपाललाई राम्रोसँग कपाल सुकाउनु राम्रो कलर देखियो है फाइनल रिजल्ट